हाई साथीहरू हेलो सेवा साथीहरू हेलो गाइजहरु नमस्ते फेरि देविका र बालिका भेट भइसकेछ देखिरहेको छ हामीलाई हेर्दा हामी चाहिँ 1 बजेदेखि ठिक परेको बजार जानुलाई। यहाँ चाहिँ कुरा के आयो भने मेरो घरमा छ माइली पकुने, त्यसलाई चाहिँ ठिक पार्न 1 दिनै लाग्छ साथीहरू। हामी चाहिँ ठिक परेर पनि मेकअप गरेर पनि मेकअप बगाएर गइसक्यो। आज चाहिँ ठिक परे छैन, रात परिसक्यो, बजार जानुपर्ने है, रात परिसक्यो, अहिलेसम्म आउँदैन। हामी बाटो लागेपछि आउँछ कि भनेको त्यो पनि छैन। अनि हामी चाहिँ अत्तिकै हाँस्दा पनि पर्खिँदा है रिस उठेर पनि त्यो रिस पनि मरिसकेर आफू हाँस्नु थालिसक्यौँ कि हामी हाँसेको आउ त मेरो भदैनी तिमी आएपछि आउँछ आउ त ज्ञानी। पारो चाहिँ एकदमै ढिलो पनि ढिलो कस्तो ढिलो थाहा छैन। हाम्रो रिस सेलाएर मरेर हामी हाँसेर पनि थाकिसक्यौँ, त्यही पनि आउँदैन। अब के गर्नु साथीहरू, हुनेवाला भेनाले सुनेर पनि फेरि छोड्ने होला। अब हुनेवाला भेनालाई चाहिँ हुनेवाला ज्वाइँलाई चाहिँ म के सजेसन दिन्छु भने चाहिँ यहीँ मेरो युट्युबबाट पारोसँग चाहिँ रिलेसनमा बस्नु छ भने चाहिँ उसको हरेक कुरा एक्सेप्ट गर्नुपर्छ। किनकि हामी 1 बजीदेखि कुरेको मान्छे अहिले कति बज्यो? 4 अब बज्नै लाग्यो, 3 साढे 3। आमा अनि सक्यो त टाइम त राम। अहिलेदेखि हामी ठिक परेको। तपाईको माइली छोरी आउँछ बाबा त परमलाई आज गाले यसै छ पार्दै छ के लाग्छ आज यसै छ पार्दै छ कति पार्यो उ गर्नु अफ पता। ल साथीहरू हामी चाहिँ हिँड्यौँ। अनि हाम्रो चाहिँ अटो आइसक्यो हामीलाई लिनु, किनकि मेरो गाडी चाहिँ कान्छीले लगाएछ रेहाले र दिपा भएर तिनीहरू गएको छ। अनि हामीले चाहिँ अटो सवारी बोलाइसकेको छौँ। पारु चाहिँ आउने छाँट काटै छैन। ऊ तपाईँहरूले हेर्न सक्नुहुन्छ अहिलेसम्म पनि घरमै तान तुन हल्लिँदैछ। ऊ के गर्दैछ होइन, एकदमै ढिलो नसक्नुको ढिलो छ। त्यो चाहिँ पारो होइन कालो हो। यो चाहिँ उतै छ, भित्रै छ, निस्केको छैन। म चाहिँ एकदमै इरिटेड भएर पनि दिक्क लागेर थाकाइ रिस उठेर पनि रिस मरेर पनि हाँस्दा यति हाँस्यो अहिले छ्यामिरामा भएर यति हाँस्यौँ। तर पनि आउने सुरसार छैन पारुको देख्नुभयो त। अनि आउन अझै पनि कपाल हलाउँदैछ, के गर्दैछ। म चाहिँ एकदमै अब दिक्क लागिसक्यो। पारु प्रिन्सा त्यहाँ आमालाई आर्यालाई लिनु जानु अरे भनेर भने, आर्यालाई लिनु 4 बजे छोरी स्कुलबाट आउने बेला भयो। म चाहिँ अब यति बेला बजार जाँदैछु, कति बेला आउँछु थाहा छैन है। यहाँ अटो सवारी आइसक्यो हाम्रो अङ्कलको। पारोले चाहिँ हामीलाई यति थगित बनायो। अब 1 बजेदेखि पर्खेको यो त खेल ठट्टा होइन। म त रतै यिनीहरूसँग सक्दिनँ के, देख्नुभयो त कसो गर्छ। तपाईँ कति कराउँछस् भन्नुहुन्छ नि पारुलाई। हो यही भएर कराउने हो। हेर्नु त 1 बजेदेखि कति टाइम लस भइसक्यो। ब्याङ्कको काम लिएर हिँडेको मान्छे अब भोलि आफ्नो यहाँ किस्ता छ, पैसा निकाल्नु पर्ने। एउटाले स्कुटी लिएर हिँड्यो रेखाले तनाव छ मलाई। अनि म अब गाडीमा जाने भ्लग गरेको के। दाजु 5 जना आइदिन्छ नि। अझै पनि पारो आएन हेर्नु। हामी अटोमा बसेको पनि कति भयो, भर्खर आउँदैछ। यति ढिलो गर्छ। पारो त आएन, प्रिन्स आउँदैछ। त आइज खुर्क पहिला पर्खेको फेरि। राम यो परिमाले के गरिहाल्नु के गरिखाँदो होला। म त त्यसलाई त के गर्नु र। अहिले के गर्नु खानुपर्छ, भात पकाउँछ ग्यासमा, खान्छ सुत्छ बस्छ, के गर्नुपर्छ। छिटो बोला नानी, त चाहिँ आइहाल त, त्यो आउँछ नि। अब पारु त नआइज है, हामी गएको। प्रिन्सा त आइज त आइज त। र मैलेदेखि हो त हामीले पर्खेको। हेलो लास्टै ढिलो यहाँभन्दा ढिलो मान्छे हुँदैन है। भर्खर आउँदैछ। जो केटाले चाहिँ यसलाई मन पराउँदै हुनुहुन्छ एकदमै तपाईँहरूले गलत गर्दै हुनुहुन्छ। यसले चाहिँ भने योले तपाईँहरूको जिन्दगी ध्वस्त पार्छ। यो हामीलाई 1 बजेदेखि यहाँनिर 3-4 बज्न आँटिसक्यो। तेरो के हो पारा? अबदेखि तँसँग जिन्दगीमा हिँड्दिनँ। हेर म भन्दैछु पारो तिमीलाई के थाहा काम हेर त फेरि उल्टै ठुलो कुरा गरेर भन्दैछ हामी।
यस्तो खालको चाहिँ हो ए यो भुत्नी यो त मैले लिएको चक्लेट देखाएको म